हेलो नमस्ते गाइज सबैजना आरामै होला म पनि आरामै छु के हेर्दै हुनुहुन्छ हजुरहरू म अहिले पाल्पा तानसेन हुँदै रिटीतर्फ जाँदैछु। यो हेर्न सक्नुहुन्छ यो बतासे डाँडा हो। बतासे डाँडाको सिन हेर्न सक्नुहुन्छ कति राम्रो छ। को आउनुभएको छ बतासे डाँडा कमेन्ट गर्नु होला। गाइज अहिले हामी श्रीनगर आइसकेको छौँ यो बाइकमा। रमाइलो छ श्रीनगर। बिहान समयमा अङ्कल आउनुहुन्छ बाबाहरू पनि आउँदै हुनुहुन्छ। माथि आएर कुरेछौँ रमाइलो चाहिँ। गाइस यो सिन देख्न सक्नुहुन्छ यति मजाको सिन छ यो ठाउँमा। देख्न सक्नुहुन्छ बाटोमा यस्तो कच्ची बाटो पनि छ बिचबारी बाटोमा। हो यो बाटो हुँदै अन्त गाडीलाई अब म ओभरटेक गर्दै अगाडि बढ्नेछु। यस्तो छ बाटो कच्ची बाटो त्यही पनि ओभरटेक। देख्न सक्नुहुन्छ हामी अहिले तिल्लाकुनी भन्ने ठाउँमा आइसकेका छौँ माथि रिडीतर्फ जाने बाटोमा। बाटो अलि साङ्लो साङ्लो छ यो बाटो। देख्न सक्नुहुन्छ अब यसपछिको गाउँ हेर्न सक्नुहुन्छ गाइस हेर्नु त कति राम्रो सुन्दर घरहरू मिठो छ ठाउँ हेर्दा पनि। ल अहिले गाइस म अहिले भए स्थान मन्दिर आइसकेको छु। स्थान मन्दिर पार्किङ स्थल हुँदै देख्न सक्नुहुन्छ भैरव स्थान मन्दिर माथि यहाँबाट माथि भैरव स्थान मन्दिर छन्। जय भैरव स्थान। यहाँबाट म उकालो जानेछु।
गाइस यो ठाउँ देख्न सक्नुहुन्छ क्या मिठो छ क्या गाइस। यहाँबाट हेर्नु त माथिबाट हेर्दा तल कति डर छ। बाटो पनि ठिकठिकै छ अहिले त। पहिला उताको बसभन्दा यताको बाटो एकदम क्लियर छ, मिठो छ यो बाटो। गाइस अहिले हामीले अर्को आयो मकै बारी छ यहाँ, मकै बारी रहेछ। मकै खानेर आउनुहोस् अर्को लोक। अब हामी अब के के भिडियो लगातार भिडियो छ। गाडी खाना खान्छ, मकै बारी छ, पहाड छ, अरू अरू त के छ र भन्नु र रमाइलो छ यो बारीमा, रमाइलो छ। अमेरिका जान खोजेर रहेछ क्या, जापान गएर आउँछु भनेछ। डाइरेक्ट अमेरिका जान्छु भनेछ क्या। डाँडा किरा आएर पस फेरिमा आयो हुन्छ होला। यहीँ त छैन त, छैन। तानसेन रानीमल जाने बाटो। सोधौ न रानीमल जान खोज्छन् भाइ। रिडिपुल लगाइस। अब रिडिपुल आइसक्यो। ल अब के गर्ने, यस्तै छ जिन्दगी। बाबु कहाँ हो तेरो घर भन्नु? फोकस यो
गाइस अहिले हामी रेडी तल रेडी छ हामी माथि छ अब आमा पनि बाहिर निक्लिनु भएको पूजा गर्न हो क्या रेडी नगरेर फरक छ हामी माथि छ थाहा छैन तर जाँदैछु टायर सम्झेँ गाइस टायर सम्झिनु पर्नेछ के भन्ने अब गाइस यस्तो दुई दिनको जिन्दगीमा यस्तै हो जोडी जानुपर्छ घन्टा भनेको डुलेरै हो तर बाटो बिराएछौ अब के गर्ने मैले खाल्टामा हाल्नु त अलि खाल्टो भयो गाइस यहाँ फेरि बिजुली उद्घाटन अब कहिले हो मलाई बोलाउनुलाई उद्घाटनमा रेडीको जनता जान्न चाहन्छन् रेडीका जनता जान्न चाहन्छन् कि यो बाटो कहिले बन्ने बाटो त बनिसकेको छ भन्नु यास मोड अब यास मोड खोज्न जानै पर्दैन गाइस बाटोको मोड पुगेन कि मान्छेको त्यसको त हाम्रो जा भने त्यही लाग्छ बरु चावडा कुट्टेको पनि नलाग्ने फेरि हेरेर हुन त हो तर छिटो लाग्यो नि त हाम्रो अहिले किन धुलो उडा छ ए राम्रोसँग चलाएर गाडी किन धुलो उडाएको छ के हाल्दै गाइस मैले राम्रोसँग चला भनिरहेको छु मान्दैन भाइ गाडी छ कि ल हामी पुलमा आइसकेको छौँ यो अब तानसेन भयो यहाँबाट अब हामी रेडी पुल अब यो रेडी पुल हो पुलबाट हामी पारी आउँछौँ र नास्ता खान्छौँ अनि त्यसपछि त अब के भन्नु लगायत अब यहाँ नास्ता खाने खाना आइसकेको छ रेडी पुल आइसक्यौँ हामी रेडी पुलमा हेरी बाटो रेडीको दिनमुखे पुल भनेर जानिन्छ हेलो नमस्ते गाइस अहिले म रेडी आएको छु रेडीको माथि हामी पुलमा चारैतिर जाने पुल छ तिनकुने पुल हेर्न सक्नुहुन्छ उता अङ्कलहरू पनि आउँदै हुनुहुन्छ सिन राम्रो छ गाइस मिठो पारा